नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म यो फेरि नयाँ भिडियो लिएर उपस्थित भइरहेको छु। साथीहरु, आज चाहिँ यो नयाँ भिडियो चाहिँ के कन्टेन्टमा भन्दाखेरि जो मेरो यो एरोक्स 155 सीसी को यामाको चाहिँ मैले पिपिएफ गर्न लागिरहेको छु हैन। आज पिपिएफ गर्न गइरहेको छु। यो हाम्रो यो टेकुको चाहिँ यहाँ यो भित्र बजार सोरुमबाट अलिकति भित्र छ 6 नम्बर पसलमा। र साथीहरु, यहाँ एरोक्सको चाहिँ यहाँ अब कुनै पनि अब तपाईहरुलाई पिपिएफ देखि लिएर हैन मोडिफिकेसन गर्न पर्यो भने चाहिँ यहाँ तपाई आउनु सक्नुहुन्छ। यहाँ सुरज भाइ हो हाम्रो, यहाँ चाहिँ पसल ओनर चाहिँ हाम्रो यहाँको चाहिँ भाइ हैन। त्यही भएर चाहिँ अब यहाँ भाइ चिनिरहेको भएकोले गर्दाखेरि चाहिँ यहाँ मिलाएर गरिदिनुहुन्छ हैन। आउनु होला साथीहरु हैन। मेरो ठिकै छ, भर्खर त स्टार्टिङ हो। पानी हालेर लगाउँछ हैन र भाइ? पानी हालेर लाइन सिलिन्डर ड्राइभ चाहिन्छ। पानी हालेको भन्दा यो राम्रो हो क्या। लाइन आयो बल्ल यार। पेट्रोलले भेट्ला नि फेरि। पहिले मगाएको थिएँ। राम्रोसँग लगाइदिनु ल बाबु। मलाई
पैसा असुल हुने खालको चाहिँ गर्छु भन्ने चाहिँ भाइले के कसो भाइ पैसा असुल हुने खालको गरिदिने भनेको होइन राम्रोसँग लगाइदियो है टक्कसँगले यो मेरो भिडियो हेर्ने दर्शकहरू अब कसैलाई चाहिँ अब पिपेक गर्न मन लाग्यो भने आउँछ नि त भाइ आउनुहुन्छ उहाँलाई म पनि चाहिँ यहाँ नम्बरहरू राखिदिन्छु डिस्क्रिप्सनमा भाइहरूको त्यही त अब अहिले हेरौँ अहिले पुरा फिनिसिङ कस्तो आउँछ होइन त्यो पनि म देखाउँछु तपाईँहरूलाई त्यही 5 जना भाइहरू मिलेर डाङडुङ एकदम चाँडो पनि गरिदिनु हुँदो रहेछ यहाँ तपाईँहरूलाई समय छैन भने यहाँ आउनुहोस् मिनिमम भनेको 40-45 मिनटभित्र चाहिँ तयार गरिदिनुहुन्छ खाली छ भने है साथीहरू यहाँ चाहिँ पुरा हेलमेटहरू पनि पाउन सक्नुहुन्छ तपाईँहरूले भेराइटीको हेलमेटहरू पाउन सक्नुहुन्छ भिजिट गर्न आउनु होला यहाँ भाइकोमा फक्स लाइटहरू भयो होइन एन्टी फक्स लाइटदेखिको लिएर सबै तपाईँको राइडिङ ब्यागहरू ज्याकेटहरू पनि पाउँदो रहेछ गर्न आउनु होला यहाँ सबै सामानहरू पाउनु सक्नुहुन्छ तपाईँलाई एडजस्टहरू पनि रहेछ पुरा बाइकको मोटर कार्डहरू भयो अब फर्स्ट लेयर चाहिँ निकाल्दैछ भाइले अब फिनिसिङ कस्तो आउँछ हेरौँ ल साथीहरू हेर्नुहोस् त यो पुरा फिनिसिङ आइसकेको अहिले चाहिँ टल्केको छ साथीले कस्तो टल्केको थियो झकास